आज हाम्रो भाइले रिसको झोकमा आएर मलाई यसरी हान्छ भनेर चाहिँ मैले सोचेको पनि थिइनँ। अब कुरो चाहिँ के हो त, यो भिडियो तपाईँहरूले लास्टसम्म हेर्नुहोस्, थाहा हुनेछ। गुड मर्निङ गाइस सबैजनालाई। र यो जाडो पनि सकिने नामै लिँदैन, सकिन्छ भनेको त अझै बढ्दै पो जाँदैछ। लु हेर्नुहोस् है, यो चाहिँ हो बिहानको दृश्य। अब यस्तो जाडोमा तपाईँहरूलाई बिहान बिहानै पानी बोक्ने काम दियो भने गर्नुहुन्छ? हो, सेम काम चाहिँ आज मैले गर्ने जाँदैछु। अब एक्चुअलमा यो बाटो चाहिँ हो सिमेन्टको, त्यही भएर अब यहाँ पानी हाल्ने काम मेरो। अनि यसरी एउटा बाल्टिनमा बोकेर सकिँदैन भनेर साइकल लिएर पछाडिपट्टि टिन बानेर यसरी पानी बोक्दै र बाटोमा पानी हाल्दैछु। मैले धेरै हाम्रो भाइ बहिनीहरूलाई देख्छु यस्तो आफ्नो गाउँ घरमा बाटोको कामहरू आयो भने यस्तो काम गर्नुको लागि एकदमै शरम गर्ने गर्छन्। तर एउटा कुरो भन्छु, शरम चाहिँ गर्नु हुँदैन। चोरेर खानु, लुटेर खानु शरम हो। यसरी आफ्नो मेहनतले खानु भनेको यो चाहिँ एउटा गर्वको कुरा हो। अनि मेरो छोरो चाहिँ घरबाट यसरी रुँदै रुँदै मलाई खोज्दै आएछ। हुनु पनि हो, अब आमा चाहिँले छोडेर बाहिर कमाउनु गएको छ, अनि बाउ चाहिँ पनि घरमा नहुँदा त त्यही हो, अब नानी केटाकेटीलाई दुःख लागि नै हाल्छ। त्यसपछि ठिक्कै एन्ट्री भयो हाम्रो ताडीवाला अंकल, जो कि एकदम फ्रेश ताडी लिएर आउनु भएको थियो। अनि आज चाहिँ मैले पनि एक बोतल हानिदिएँ। अनि गाइस एउटा कुरो, फ्रेश ताडी खाँदा चाहिँ एकदम नरिवलको पानी खाएको जस्तो हुँदो रहेछ। त्यसपछि ठिक्कै एन्ट्री भयो हाम्रो केटाहरूको। पार्ट 5 कमेडी भिडियो आउँदैछ, त्यसकै लागि चाहिँ सुटिङको लागि केटाहरू आएको। अनि साँच्चै नै भनेको केटाहरूले चाहिँ मलाई एकदम हेल्प गरेको छ यो भिडियो बनाउनुमा। अनि जुन चाहिँ यो तपाईँले भाइ एकदम रिसाएर मलाई हान्नु आँटेको देख्नु हुँदैछ, यो चाहिँ हाम्रो कमेडी भिडियोको सुटिङ हो, जुन चाहिँ कि पार्ट 5 भोलि यही च्यानलमा आउनेछ। भिडियो मन पर्यो भने हजुरहरूले मलाई फलो गर्नु सक्नुहुन्छ।